आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो। एउटा मान्छेको बच्चा जन्मेर 5 वर्षमा कत्रो हुन्छ त्यत्रै 5 वर्षसम्म मैले भनिरहेको छु यो मेरो आविष्कार केन्द्र होइन। यदि मेरो आविष्कार केन्द्र हो भने मैले महावीर आविष्कार केन्द्र भन्ने नाम राख्थे नि। ल्यापटपले ठ्याक्क अनुहार ठिकतिर छ कि खत्तम बाई बाई। अहिले चाहिँ अनि परिवारमा को हुनुहुन्छ तपाईहरु? परिवार त मेरो नेपालीहरु सबै परिवार हो के। यो साधारण यो सानो कुरामा त्यो उ गर्ने होइन। सबै मैले त नेपालीलाई मात्र होइन यो विश्वलाई मेरो आफ्नो परिवार मान्छु। एउटा काम गरिरहनु भएको थियो, इनोभेसनतिर लागिरहनु भएको थियो हैन, बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमा चाहिँ छर्लङ्गै पारेको छु। कसैले महावीर पुनलाई गौतम बुद्ध हो भनेर नठान्नु। तिमीहरू अहिले पो फेसबुकमा छ र त्यहाँ कहाँ छ के छ मैले भेटेर कुरा गरे ठोक्न पाइँदैन। मेरो अगाडि मलाई यो भनिस् भने म ठोक्दिन्छु। किनभने त्यतिकै मान्छेलाई सर अहिले जमाना नि मलाई चाहिँ आलोचना गरेर कुट्छु भन्न पाइन्छ त भने हैन? पाइन्छ। कुट्ने हो अब कुटेपछि अब के पर्छ त्यो परेको बेहोराउला। महावीर पुन वैज्ञानिक हो भन्ने कुरामा भ्रम भयो। मैले कहिले भनेको छु म वैज्ञानिक हुँ भनेर? अनुसन्धान यो गर्नुपर्छ भन्ने कसैको दिमागमा छैन। 1% नेपालीको दिमागमा होला, बाँकी 99% नेपालीले दुःख नमाने हुन्छ, रिस उठ्छ भनेदेखि टाउको ठोके हुन्छ। दाजु केही शब्द बोल्न चाहनुहुन्छ? बोल्न के चाहन्छु भने किताब किनिदिनुहोस् भन्न चाहन्छु। खत्तम। तँलाई पठाउन दिएको उले चाहिँ परबिनलाई दिएछ। सुन यहाँ थाहा भइहाल्यो नि, यसलाई मैले ल त पठाइदिएँ भन्ने दिएको, यसले परबिनलाई दिएछ। नसकेर होइन नसकेर न ठगेर। अनि परबिनले फेरि कालीलाई दिएछ। पक पक पक। अस्तिसम्म मलाई थाहा थिएन भने धरानको मान्छे पानी खान नपाएर मर्या रहेछ भन्ने थाहा। पैसा हुँदाहुँदै पनि बुद्धि हुँदाहुँदै पनि पानी ल्याएर खान नसक्ने मान्छेहरू किन धरानमा बस्यो होला जस्तो लाग्छ मलाई। नसिका मलाई नसिका तेरो शैली नसिका। 68 वर्ष पुग्नु भयो? 69 पुग्यो, अब 70 पनि पुग्छ। वृद्ध भत्ता आउने बेला भएर त ल क्या बक रहे हो मादरचोद। अब त्यो थाहा छैन। इन्जिनियरहरू कस्तो लाग्छ नेपालको इन्जिनियरहरू? तपाईँ त इन्जिनियरहरूसँग काम गरिरहनु भएको छ। यस्तो हो क्या, इन्जिनियर नेपालको मात्र होइन जहाँको पनि इन्जिनियर उस्तै हो। नभएको कुरालाई पनि भए जस्तो गर्नलाई चाहिँ नेपाली मान्छेहरूको कम्पिटिसन राख्ने भने ओलम्पिकमा जित्छ। भनेपछि 4 वर्षमा तपाईँले मास्टर सक्नुभयो कि अन्डर ग्रेजुएसन? होइन, अन्डर ग्रेजुएट र प्लस केही ग्रेजुएट कोर्सहरू पनि क्लासहरू पनि लिएर म फर्केको हो। र नेपाल चाहिँ फर्केर म चाहिँ घुम्न फर्केको हो। नेपालमा आएर केही अब 4 वर्षसम्म त पढियो, नेपालमा गएर केही गर्ने भनेर आएको चाहिँ होइन, घुम्न भनेर आएको हो। तर त्यसपछि घुमे भयो, अहिलेसम्म घुमिरहेको। खत्तम। लुगाफाटा बेला बेला यसो किन्न जानुहुन्छ? लुगा नकिनेको त अहिले 32 वर्ष भयो। म मूर्ख हो, मैले यो काम चाहिँ मूर्खका साथ गरिरहेको छु भन्ने कुरा उदाहरण जस्तो आविष्कार जस्तो मैले भने यो इन्टरनेट लैजाने काम त्यो मूर्ख नगरेको भए त्यो हुनै थिएन। आविष्कार केन्द्र खोल्ने काम मूर्ख नगरेको भए यो हुनै थिएन। अहिले वीरगञ्जको चिनी कारखाना कृषि औजार कारखाना जसलाई 1 रुपियाँ सरकारले दिएको छैन त्यसलाई मूर्खै नगरेको भए त्यो चल्ने पनि थिएन। मैले मेरो मेडल बेच्छु भनेर मेडलको लागि धेरै प्रयास गरेँ। मेडलहरू अन्तर्राष्ट्रिय मेडल, राष्ट्रिय मेडल, अनि सहयोग गर्ने बेलामा चाहिँ थाहा नपाए जस्तो गर्छ। अनि मैले चाहिँ मेडल बेच्छु भनेर यो सोसियल मिडियामा राखेपछि गृह मन्त्रालयले थाहा पाएछ। सम्मानित हुँदाखेरिको क्षण कसरी हजुरले त्यसलाई चाहिँ कसरी लिनुहुन्छ होइन? यस्तो हो क्या, पहिलो कुरा त कुनै चिज आफूले खोजेको कुरो पायो भने आफूलाई चाहिँ